राम है म फेरि भन्दिनँ त के अस्ति थाहा भइसक्यो सबै थाहा भएको मान्छे त ठिकै छ थाहा नभएको मान्छे त अब है फर्स्टमा यो सिलाइसक्यो होइन यो अगाडिको फिनिसिङ गरेपछि यो किन ट्विस्ट भएको यो फ्रन्ट र ब्याक एम त्यस्तै ट्विस्ट भएको छ तन्काएर है के लाएर यो होइन बेल लागेपछि बस्छ यो यहाँ यसो बेल आउँछ नि यहाँबाट अनि बेलसँग बेल लागेर बस्छ है यो गरेपछि के गर्ने यो फ्रन्टको र ब्याकको यो साइडमा जोड्ने साइड भनेको यो यहाँ पकेट भएको साइड है यो साइड जोड्ने तलसम्मै है जोड्यो यो पनि जोड्ने है अब यो जोडेपछि बेल नाप्ने है बेल नाप्ने के हुन्छ फर्मलको दुईवटा बेल हुन्छ है एउटा लेफ्टको एउटा राइटको है त्यसले तपाईँले फर्मल प्यान्टमा के हुन्छ पछाडिपट्टि यता एक्स्ट्रा यहाँ जोडेको बेलमा अनि यता एक्स्ट्रा देख्नु भयो होला यता साइडमा यस्तो फोल्ड गरेर राख्छ नि फर्मलमा धेरै पाटा हो त्यो पाटा पछि केही भएर ठुलो बनाउनु पऱ्यो भनेर त्यो छुट्याएर राखेको पाटा हो है त्यो चाहिँ फर्मल हो फर्मल प्यान्टमा हेर्नु होला है अनि त्यो पछि भनेको अब यसको बेल नाप्ने भनेको यसो नाप्ने खोइ इन्जिनियर यो जोडिसकेपछि है यो जोडिसकेपछि यताको हेर्नु है यो जुनमा यस्तो सेप आएको छ नि यसको यहाँबाट नाप्ने यसरी कति छ है यसरी कति छ 9 है 11 16 22 है 22 को छ है यो है 22 को छ 22 को बेल चाहियो यसको लागि है लेफ्ट साइडको लागि 22 को बेल चाहियो भनेपछि राइट साइडको कहाँबाट गर्ने यहाँबाट होइन यहाँबाट गर्ने है यहाँबाट नाप्ने हो है यसरी कति छ हेर्नु है टक्क लाएर आनन्दले है मिलाइ बिस्तारै 23 है डिफेन्ट आउँछ है यसको र यसको लेन्थ डिफेन्ट आउँछ यसको लागि 30 को बेल चाहियो यसको लागि 22 को बेल चाहियो है अनि यो लगाएपछि के हुन्छ लास्टमा बल्ल बल्ल फिनिसिङ गर्ने बेला यतापट्टि साइडमा जोड्छ है यहाँ उहाँले जसरी बेल लगाइसकेपछि बल्ल बल्ल यो जोड्ने हो कि यो जोडेर यो तलको जोड्ने हो अनि यो तलको जोडेपछि बल्ल बल्ल बेलसँगै यहाँ मात्रै हो कि यहाँबाट माथि नै बेलसम्म सिलाउने हो कि त्यसपछि बल्ल बल्ल बेल फोल्ड गरेर ल्याउने अनि पछि केही भयो भने यो पार्ट जति राख्छ नि यो एक्स्ट्रा राख्नु कारण पछि केही भयो तपाईँलाई मोटायो भने त्यो भएर ठुलो बनाउनु है यसरी नै हो है यो चाहिँ फर्मल प्यान्टको यही हो है यस्तै हुन्छ फर्मल प्यान्टको भनेपछि अब अर्को भनेको तपाईँको डेनिम प्यान्ट नर्मल है अब फर्मल प्यान्टको मोडिफिकेसन 2.5 को छ त्यो विथ डेनिमको 1.5 यसको 1.5 अनि फुल लेन्थ माइनस 1.5 हैन 1 इन्च गर्ने सिधाउँदाखेरि हाफ इन्च गर्ने है पेस्टिङ चाहिँ है यो गर्यो हैन अब मोटोहरुको पर्दैन पातलोहरुको चाहिँ पर्छ कुन चाहिँ सर तपाईहरुको पर्दैन तपाईहरुको हैन सफ्ट पेस्टिङ कि हार्ड पेस्टिङ पर्दैन यस्तो भए पर्दैन है अब अर्को छ है यस्तो है यस्तोमा फिनिसिङ गर्नु पर्यो भने कस्तो यसमा गर्यो भने कस्तो सिक्नु पर्यो नि पछि है अब यो गरेपछि के गर्ने यो जोड्यो हैन अब यो जोडेपछि के गर्ने यो नाप्ने हो यसको राउन्ड है पुरै डाउन नाप्ने यसको चाहिँ यसरी यहीँबाट कति फोन आउँछ यताबाट 36 छ अघिसम्म कसैको फोन आउँदैन मैले आएको छ यो यसरी है 36 छ बेलामा फोन गर्ने हैन भन्नु भयो भने तपाईले अनि हो भने स्टुडेन्ट भएको हो भन्नु स्टुडेन्ट हैन क्षेत्रपाटीमा जाऊ भनेको साथीहरु साथीलाई पनि के रे भनेर बोल्नु हुँदो रहेछ स्टुडेन्टसँग के रे भनेर बोलेर हुन्छ म तपाईहरुले कहिले भने के रे भनेर हामीलाई त तपाईले के मात्र भन्नु भएको छ यो हजुर भन्छ के अहिलेसम्म तपाईहरुलाई मैले तिमी त भनेको छैन तपाई भन्छ मैले जहिले तपाईहरुलाई 36 तपाईहरु के हो रे अस्ति के भनेको थियो हामीलाई जुका तपाईहरु जुका तपाईहरु भन्छ नि मैले हैन भनेको छैन 36 अब त भन्दा छ स्टुडेन्ट त भन्छ भाइ मारिहाल्छ नि पर्छ 36 है 36 को बनाउनु अब तपाईको चाहिँ पुरै 36 को लम्बाइ बनाउने त्यसमा दुईटा चाहियो नि एउटा बेल मात्रै राख्नु तपाईको चाहिँ नर्मली स्कर्टको लागि राख्ने हो सजिलो छ तपाईको 36 को तपाईको चाहिँ अब यसमा यसको लागि पेस्टिङ चाहिन्छ है फर्स्टमा हार्ड पेस्टिङ काट है हार्ड पेस्टिङ काटेपछि अस्ति फेरि फोन गर्छ फोनलाई हैन तपाईको साथीलाई भन न यो त स्टुडेन्टको रहेछ नलिनु डेस्क टु इम्प्रेस कोइन अर्को पठा भनेको हजुर